पहलगाम आक्रमणमा 15 दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ। भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो। यो आक्रमणलाई भारतीय सेनाले अपरेसन सिन्दुर नाम दिएको छ। भारतीय अनलाइन द भास्करका अनुसार भारतले आतंकवादीहरूलाई लक्षित गरी एयर स्ट्राइक गर्दा 30 जनाको मृत्यु भएको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रहरूमा गोलाबारी र विस्फोटका रिपोर्टहरू आएका छन्। भारत र पाकिस्तान बीचको सम्बन्ध 22 अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको हो। सो हमलामा एक नेपाली सहित 26 जनाको मृत्यु भएको थियो। सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतले आरोप लगाएको छ। यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले लगाएका आरोपहरूको खण्डन गर्दै भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन्।